नमस्ते, म खेमराज शिवाकोटी। आजभोलि यो जुन समानुपातिक उम्मेदवारहरूको सूची सार्वजनिक भए लगत्तै विभिन्न खाले टीका टिप्पणीहरू भइरहेको छ र त्यो सँगै स्वतन्त्र पार्टीले चाहिँ जुन निर्वाचन आयोगमा बुझाएको उम्मेदवारहरूको सूचीको बारेमा निकै ठुलो विवाद पनि देखिएको छ र त्यो सँगै नेपाली कम्युनिस्ट पार्टीले चाहिँ यो सानुपातिक प्रणालीलाई थप सुधार गर्नका लागि पनि उसले चाहिँ के भन्यो भन्दा हिजो सांसद मन्त्री भइसकेकाहरूलाई फेरि नदोर्याउने भन्ने जुन खालको निर्णय गर्यो, जसले चाहिँ एक किसिमको उत्साह जनतामा जागेको छ र वास्तविक रूपमा सानुपातिक प्रणाली के हो र यो केका लागि बनाइएको भन्ने कुरा चाहिँ बुझेर पनि बुझ पचाएको हो या बुझ्दै नबुझेको भन्ने भाष्य खडा भएको छ। वास्तवमा बुझेर पनि बुझ पचाइएको हो र त्यो हामीले सानुपातिक प्रणाली त्यो वर्गीय खाडललाई मेट्नको लागि, त्यो गरिबी र सामन्त वर्गको दूरीलाई घटाउनको लागि ल्याइएको हो। तर त्यसको ठिक उल्टो, त्यसको मर्म विरुद्ध हुने गरी चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ आफ्नो निहित स्वार्थ पूर्तिका लागि निहित एजेन्डा स्थापित गर्नका लागि चाहिँ यसलाई चाहिँ एउटा व्यापारिक साधनका रूपमा प्रयोग गरेको देखिन्छ। यसमा चाहिँ धनी वर्ग र व्यापारी र चर्चित व्यक्तित्वलाई चाहिँ ल्याउने र त्यसबाट आएको पैसाले पार्टी चलाउने र आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्ने उद्देश्यका साथ यसमा चाहिँ उम्मेदवारी दर्ता गरेको देखिन्छ। यो एकदमै गलत हो। यो सानुपातिक प्रणाली भनेको हिजोदेखि राज्यबाट वञ्चित भएका, राज्यका निकायबाट वञ्चित भएका, राज्यबाट पिछडिएका, राज्यकोले दिनुपर्ने, राज्यबाट पाउने अधिकारबाट वञ्चित भएकाहरूलाई चाहिँ राज्यसँग जोड्न र मेन त गरिबीको खाडल र यो गरिब र सामन्त वर्ग बिचको जुन खाडल छ, डिस्टेन्स छ, त्यसलाई मेट्ने र समान गराउने उद्देश्यका साथ यसमा चाहिँ समानुपातिक प्रणाली ल्याइएको। तर हामी यो भन्दै गर्दाखेरि हामी त अझ यसलाई सुधार्नुपर्छ भन्ने पक्षमा छौँ र त्यसको लागि नेपाली कम्युनिस्ट पार्टीले पुरानो जुन संसद मन्त्री भएकालाई नदोर्याउने भन्नेसम्म पनि भइसकेको छ। अझै हामी के चाहन्छौँ भने लिङ्ग, जात र शारीरिक संरचनाका आधारमा